हेलो गाइज, सम्पूर्णमा नमस्कार। आज चाहिँ म मिनी भ्लग बनाउन गइरहेको छु। आज चाहिँ यसो छुट्टी थियो है, अनि त्यही भएर पनि गाउँतिर थोरै काम थियो। फ्यामिलीसँग बसेर हैन काम गर्नुको अनि गफिनुको खानुको चाहिँ मजा नै छुट्टै हुने के साथीहरू। अनि अहिले चाहिँ म फ्यामिलीसँग यसो काम गरिरहेको छु नि त, अनि त्यही भएर पनि मलाई चाहिँ एकदम खुसी फिल भइरहेछ। परिवार अनि खुसी भन्ने चिज चाहिँ हैन जिन्दगीमा कहिले पनि पैसाले किन्न सकिँदैन। तपाईहरु पनि जति सक्दो परिवारसँग खुसी हुनुहोस् हैन। त्यो पैसा नै चाहिन्छ, पैसा नै सब थोक हो भनेर चाहिँ बुझिराख्नु पर्ने आवश्यकता पनि छैन। त्यो भन्ने कुरा चाहिँ आवश्यकता हो है। हाम्रो आवश्यकता, हाम्रो जिम्मेवारीहरू पुरा गर्नको लागि चाहिँ पैसै चाहिन्छ। त्यसको लागि चाहिँ दुःख पनि गर्नुपर्छ, दुःख त गर्नुपर्छ है पैसाको लागि भए पनि। तर हाम्रो चाहिँ मेन कुरा भनेको चाहिँ फ्यामिली हो क्या। फ्यामिलीमा चाहिँ एकदम खुसी छ, शान्ति छ भने चाहिँ पैसा भन्दा पनि ठुलो हुन्छ के त्यो। तर पैसाले त साइड लगाऊँ हैन, पैसा पनि हामीलाई चाहिन्छ। तर पनि सबसे ठुलो चाहिँ के हो, परिवार हो के। परिवार खुसी हुनु पर्यो, परिवार राम्रो भयो भने त हैन मनै रमाइलो हुन्छ। त्यही भएर परिवारसँग चाहिँ एकदम राम्रो सम्बन्ध राख्नुहोस् है। परिवार जस्तो परिवारसँग चाहिँ हार्न सकिँदैन के। परिवार एकजनाको होइन त, परिवार भनेको त साझेदारी हुन्छ नि त, त्यही भएर पनि गाह्रो हुन्छ है। त्यही भएर परिवार चाहिँ एकदम मिलेर बस्नुहोस्। अनि हामी चाहिँ म चाहिँ अब अलिअलि भएको कुरालाई सदुपयोग गरेको है। गाइजहरू यस्तो चिजहरू चाहिँ तपाईहरुले पनि गर्नुहोस् है। काम भन्ने कुरा सानोतिनो हुँदैन, तर पनि गर्नुहोस्। आफूलाई यसो आवश्यकता पर्दाखेरि सानो टालटुल गर्नुपर्ने काम चाहिँ हामी आफैले गर्न सक्छौँ। किनभने त्यो सानोतिनो काम गर्नलाई मान्छेहरू पनि आउँदैन पनि है। अनि हामी आफैले जाने भने त अब मान्छे खोजिराख्नु पर्ने झन्झट हुँदैन, के हुँदैन। हामीले चाहिँ सानोतिनो भए पनि काम चाहिँ सिकेर राख्नुपर्छ। काम त खासै राम्रो छैन है। ठेकेदार कतैतिर यसो पुगिएछ भने नहाँस्नु होला है। यो चाहिँ मैले अब के भन्छ, मेरो काम चलाऊ हैन, पर्फेक्ट छैन। किनभने यो चाहिँ मैले ट्राई गरेको है, कस्तो हुन्छ भनेर भर्खर ट्राई गर्दैछु। अनि त्यही भएर पनि अब नहाँस्नु होला है, सरी भन्न चाहन्छु है। त्यही भएर म आफैलाई पनि कस्तो लाज लागिरहेछ, तर पनि ठिकै छ। मैले यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई त्यो पनि भनिदिनु होला। फाइनलमा चाहिँ यस्तो भएको थियो है गाइजहरू। अनि मैले चाहिँ यो सकिसकेपछि चाहिँ त्यो फुलहरू पनि रोपेको थियो कि, त्यही भएर अनि अहिले चाहिँ त्यस्तो देखेको छ है। कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ।